जय मसीह। अनि धन्यवाद यो हाम्रो सम्पूर्ण दाइहरूलाई अनि दिदीहरूलाई यो आदर दिनुभएको लागि। अनि धेरै समयदेखि कुरिरहेको थिएँ आशिष भन्नको लागि, अनि आज त्यो जुडिएको छ। विशेष गरी प्रभुलाई धन्यवाद भएको होस्। अनि स्पिच बोल्दै गर्दाखेरि लागेको मेरो आशिषहरू चाहिँ म तपाईँहरूको माझमा बोल्न चाहन्छु। सानो अलिकति बाल्यकालको कुरा भन्छु है। सानो हुँदै गर्दाखेरि चाहिँ धेरैले सोध्नुहुन्थ्यो भविष्यमा के बन्ने भनेर, अनि म भन्थेँ क्या म चाहिँ टिभीमा समाचार बोल्ने व्यक्ति बन्ने भनेर भन्थ्यो क्या। मेरो इच्छा चाहिँ सानैदेखि त्यही थियो। रेडियोमा बोल्नेदेखि लिएर अनि समाचारमा हेर्दै गर्दाखेरि टिभीमा कति मजाले बोल्नुहुन्थ्यो नि त है समाचारहरू। अनि म पनि टिभीमा यसरी नै बोलिरहेको व्यक्तिहरू जस्तै बोल्न चाहन्छु भनेर चाहिँ मलाई सोध्दै गर्ने मान्छेहरूलाई चाहिँ भन्थेँ। अनि परमेश्वरलाई विशेष धन्यवाद भएको होस्। त्यो कुराहरू नभए तापनि परमेश्वरको यो वक्तित्व कलाहरूबाट चाहिँ मैले आफ्नो परमेश्वरले दिनुभएको आशिष र वरदानहरूलाई चाहिँ यसरी पोखिन पाएको छु। अनि वक्तित्व कला बोल्न चाहिँ मलाई आजभन्दा कति लगभग 1 वर्ष अगाडिदेखि नै इच्छा थियो। अनि मैले हाम्रो सारा दिदीलाई पनि त्यो समयमा भनेको थिएँ मैले भाग लिन पाउँछु कि पाउँदिनँ भनेर। अनि त्यो समयमा चाहिँ अलिकति पाएको थिइनँ। अनि त्यहाँदेखि चाहिँ म प्रार्थनामा एकदम धेरै बस्न थालेको थिएँ कि प्रभु म चाहिँ एकचोटि चाहिँ एकादश समाजको त्यो कुलपिटमा गएर वक्तित्व कला चाहिँ बोल्न चाहन्छु भनेर प्रार्थनाहरूमा निरन्तर बसिरहेको थिएँ। अनि यो 2026 सालमा चाहिँ परमेश्वरले त्यो मौकाहरू मलाई दिनुभयो। अनि विशेष गरी म धन्यवाद दिन चाहन्छु तपाईँ मण्डली परिवारलाई। तपाईँहरू जतिजना पनि यहाँ हुनुहुन्छ, तपाईँहरूको प्रार्थना तपाईँहरूको उत्साह बिना चाहिँ आज त्यो ठाउँसम्म पुगेर मैले आफ्नो जति पनि कुराहरू छ राख्न सक्दिनँ थियो होला। तर तपाईँहरूको प्रार्थनाद्वारा तपाईँहरूको उत्साहद्वारा जहिले पनि तपाईँहरूले मलाई हरेकचोटि उत्साह दिँदै गर्नुहुँदाखेरि चाहिँ मलाई धेरै प्रोत्साहनहरू मिल्ने गरेको थियो। अनि तपाईँहरू सबैजनालाई मण्डली परिवारलाई धेरै धन्यवाद छ। अनि वक्तित्व कला बोल्दै गर्दाखेरिलाई चाहिँ मैले पाएको आशिष भनेको चाहिँ वचन हो। अनि डर पनि हटेको छ भनौँ न। एउटा बोल्दै गर्दाखेरि धेरै डर, कुलपिटमा अगाडि उभिँदै गर्दाखेरि हामी धेरै डराउँछौँ नि त। तर वक्तित्व कलाले चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको वचनदेखि लिएर डरलाई मार्ने त्यो कुरा चाहिँ हामीले प्राप्त गर्छौँ। अनि टोकियोमा जाँदै गर्दाखेरिलाई चाहिँ अब तपाईँहरूले कतिजनाले देख्नु नै भयो होला है भिडियोमा, म थोरै डराएको थिएँ। अनि मैले बोल्नुपर्ने कुराहरू मैले बोल्न पनि सकिनँ त्यो समयमा। तर त्यो गुनामा मलाई कुनै गुनासो छैन। मलाई यो कुरामा धन्यवादी छु कि जुन इच्छा मैले गरेको थिएँ, उत्कट इच्छा गरेको थिएँ, त्यहाँ चाहिँ कुलपिटमा अगाडि एकादश समाजमा उभिएर आफ्नो कुराहरू केही राख्ने वक्तित्व कलामा बोल्ने जुन इच्छा थियो त्यो चाहिँ मैले पाउन सकेँ। त्यसमै खुसी छु। अनि कस्तो भयो भन्दाखेरिलाई चाहिँ मेहनत पनि हामीले गर्नै पर्छ नि त है। प्रार्थना मात्र गरेर हुँदैन, मेहनत बिनाको प्रार्थना व्यर्थै हुन्छ। अनि सायदै त्यो समयमा मैले थोरै हिलचेक्राइ नै गरेको थिएँ कि के हो थाहा भएन है। थोरै मेहनतहरूको कम भएको जस्तो महसुस भएको थियो मलाई। अनि प्र्याक्टिसहरूको पनि सायद कम भएको थियो र म त्यहाँ उभिँदै गर्दाखेरि बोल्नुपर्ने कुराहरू धेरै थियो, त्यो बोल्न सकिनँ र पनि परमेश्वरलाई धन्यवाद भएको चाहिँ। अनि यो कुराहरूले चाहिँ अझै बलियो बनाएको छ। अझै परमेश्वरको निम्ति बोल्नुपर्छ भन्ने त्यो हृदयहरू आएको छ है। अनि डरको कुराहरूदेखि लिएर सबै कुराहरू चाहिँ हट्दैछ। अझै सिक्नुपर्ने कुराहरू धेरै छ है, बिल्डअप हुनुपर्ने कुराहरू धेरै छ। तर पनि परमेश्वरले चाहिँ मलाई अझै नै निखार्दै लानुहुन्छ। अझै सिक्नुपर्ने कुराहरू धेरै छ, पोख्नुपर्ने कुराहरू धेरै छ, परिपक्व हुनुपर्ने कुराहरू धेरै नै छ। र पनि परमेश्वरले बिस्तारै मलाई डोर्याउँदै हुनुहुन्छ, लाँदै हुनुहुन्छ। अनि परमेश्वरलाई धन्यवाद भएको होस्। अनि अन्त्यमा चाहिँ यही भन्न चाहन्छु, हामी जतिजना पनि यो ठाउँमा छौँ तपाईँहरूलाई म यही अनुरोध गर्न चाहन्छु कि आउँदो दिनहरूमा पनि तपाईँहरू यस्तो कुराहरूमा सहभागी हुनुहोला। किनभने हामी जति पनि सहभागी हुन्छौँ त्यो हाम्रै लागि हो, हामी नै निखारिनुको लागि हो नि त। अनि अब आउँदै गरेको कति धेरै क्विजहरू छ, तपाईँहरू सबैजनाले प्रिपेयर गर्दै हुनुहुन्छ होला। त्यसपछि अब फेरि पनि स्पिचहरू बिस्तारै हुने नै छ। तपाईँहरू जतिजना पनि इच्छुक हुनुहुन्छ पक्कै पनि तपाईँहरूले भाग लिनुहोला। किनभने यो चाहिँ हाम्रो लागि सिकाइ हो है। अनि वक्तित्व कला बोल्दै गर्दाखेरि कतिवटा वचनहरू हामीले
प्राप्त गर्छौँ, बुझ्छौँ, कसरी बोल्नुपर्ने हो, के हो भन्ने कुराहरू हामीलाई थाहा हुन्छ। अनि यही नै हो मेरो आशिषको कुराहरू चाहिँ। अनि अन्त्यमा चाहिँ मण्डली परिवारलाई धेरै धन्यवाद छ, तपाईँहरूले मेरो लागि गर्नुभएको प्रार्थना, मलाई हरेक दिन दिनुभएको लागि, उत्साहको लागि म धेरै तपाईँहरूमा धन्यवादी छु। हुन्छ, फेरि पनि तपाईँहरू सबैजनामा जय मसीह।